पूर्वी नेपालको पहाडी भूभागमा एउटा यस्तो अद्भुत ठाउँ लुकेको छ जहाँ भूगोल र प्राचीन मिथकहरू ठ्याक्कै एकै ठाउँमा आएर जोडिन्छन्। हामी कुरा गर्दैछौँ हलेसी मारतीका गुफाहरूको। यो कुनै साधारण ढुङ्गा र माटोको ओडार मात्रै पक्कै होइन। यो त एउटा यस्तो पवित्र थलो हो जसले शताब्दीौंदेखि मानिसहरूलाई आफूतिर तानिरहेको छ। आजको यो प्रस्तुतिमा हामी यही रहस्यमय गुफाको सिरोफेरोमा रहेर चर्चा गर्नेछौँ। ल अब यो विषयमा अलिकति गहिरिएर सोचौँ है त। आखिर एउटा प्राचीन दानव, गुफामा लुकेका देवता र अनन्त जीवन अर्थात् अमरत्वको रहस्यलाई कुन कुराले जोड्छ होला? सगरमाथाबाट करिब 185 किलोमिटर दक्षिण पश्चिममा रहेको खोटाङ जिल्लामा अवस्थित यी गुफाहरूमा नि साँच्चै भन्नुपर्दा धेरै आध्यात्मिक परम्पराहरूको अचम्मको सङ्गम छ। हिन्दू, बौद्ध र किरात यी सबैको गहिरो आस्था यहाँ जोडिएको छ। एउटा पवित्र प्राकृतिक आश्चर्य। आउनुहोस् ती पौराणिक कथाहरूमा प्रवेश गर्नुअघि यसको अचम्म लाग्दो भौतिक स्वरूपलाई नै बुझौँ। कल्पना गरौँ त, यो मुख्य गुफा पृथ्वीको सतहभन्दा ठ्याक्कै 67 फिट तल छ। 67 फिट! यसको मतलब के हो भने जब हामी त्यहाँभित्र पस्छौँ नि, बाहिरी संसारसँगको हाम्रो सम्पर्क पुरै टुट्छ। हामीलाई लाग्छ मानौ हामी जमिन मुनिको कुनै अर्कै रहस्यमय संसारमा ओर्लिँदैछौँ। यही गहिराईले गर्दा नै यो ठाउँलाई एकदमै सुरक्षित र लुकेको वासस्थान जस्तो भानुहुन्छ। अनि जब हामी भित्र पुग्छौँ नि, त्यहाँको दृश्य झनै विशाल छ। एउटा पूर्वतर्फ फर्किएको ठ्याक्कै आधा चन्द्रमा जस्तो आकारको प्रवेशद्वार छ। त्यो पार गर्ने बित्तिकै 193 फिट व्यास भएको एउटा निकै ठूलो गोलाकार कक्षमा पुगिन्छ। 193 फिट भनेको चान्चुने होइन नि। अझ अचम्मको कुरा त के भने यसको ठिक तल अर्को छुट्टै गुफा पनि छ। सायद यही विशालता र एकदमै शान्त एकान्तपनले गर्दा नै होला यो ठाउँ देवताहरू र महान सिद्ध पुरुषहरूको रोजाइमा परेको। अब कुरा गरौँ शिवको 6 सहस्राब्दी लामो आश्रयको बारेमा। यो गुफालाई कतिपयले पूर्वको पशुपतिनाथ पनि भन्छन्। तर एउटा रमाइलो प्रश्न के आउँछ भने काठमाडौँको पशुपतिनाथ त कति खुला छ, तर यहाँ सर्वशक्तिमान मानिने भगवान शिवलाई आखिर किन यसरी जमिनमुनिको अँध्यारो गुफामा लुक्नु पर्यो त? पक्कै पनि यसको पछाडि एउटा अत्यन्तै रोमाञ्चक कथा छ। हिन्दू मान्यता अनुसार कुरा गर्दा भस्मासुर नामको एउटा अत्यन्तै खतरनाक दानव थियो जसको टाउकोमा हात राख्यो ऊ त्यही भस्म हुने वरदान पाएको थियो उसले। अनि त्यही वरदान लिएर उल्टै शिवलाई नै भस्म गर्न खोजेपछि भगवान शिवले ज्यान जोगाउन यही गुफाको चिसो र ओसिलो ढुङ्गे पर्खालभित्र निरन्तर 6000 वर्षसम्म आश्रय लिनुभएको थियो रे। सोच्नुस् त, 6000 वर्ष! यो गुफाको गहिराई र भित्रको जटिल बनोटले नै शिवलाई सुरक्षित राखेको विश्वास गरिन्छ। यहाँनिर गुफा एउटा ठाउँ मात्र रहेन, एउटा अभेद्य कवच नै बन्यो। अब अगाडि बढौँ र अर्को पाटो हेरौँ, पद्मसम्भवको आयुर्बलको खोजी र अमरत्वको साधना। जब हामी यसलाई बौद्ध दृष्टिकोणबाट हेर्छौँ नि, कथाले एउटा अर्कै मोड लिन्छ। यहाँनिर हामीले एउटा महत्त्वपूर्ण शब्द बुझ्नुपर्छ, तेर्मा। वज्रयान बौद्ध धर्ममा यो एकदमै महत्त्वपूर्ण मानिन्छ। तेर्मा भनेको खासमा रहस्यमय शिक्षाहरू हुन् जसलाई भविष्यमा आउने सिद्ध पुरुषहरूका लागि भनेर लुकाएर राखिएको हुन्छ। र बौद्ध मान्यताले के भन्छ भने डाकिनी साङ वा येशेले यही मारुतिका गुफाको प्राकृतिक तत्त्वहरूमा यस्तै गहिरा र गुप्त शिक्षाहरू सङ्केतबद्ध गरेर अर्थात् इन्कोड गरेर राख्नुभएको थियो। यो ठाउँको इतिहास साँच्चै नै महान व्यक्तित्वहरूसँग जोडिएको छ। भनिन्छ बोधिसत्व अवलोकितेश्वरको विशेष अनुरोधमा बुद्ध अमिताभले यहाँ आयुर्बल अर्थात् लामो आयु सम्बन्धी शिक्षाहरू दिनुभएको थियो। अनि पछि तिनै लुकाएर राखिएका तेर्मा शिक्षाहरूलाई गुरु पद्मसम्भव र मन्दारवाले यही गुफाभित्र आएर उजागर गर्नुभएको थियो। र बौद्ध आख्यानको सबैभन्दा शक्तिशाली बिन्दु पनि यही नै हो। मृत्युसँग डराएर भाग्नुको सट्टा गुरु पद्मसम्भव र मन्दारवाले यसै गुफामा अत्यन्तै कडा साधना गर्नुभयो र अन्ततः उहाँहरूले मृत्युलाई नै पराजित गर्दै आयुर्बलको विद्याधर अर्थात् दीर्घायुको महान सिद्धि प्राप्त गर्नुभयो। यो साँच्चै नै एउटा विस्मयकारी उपलब्धि थियो। अब यी प्राचीन ग्रन्थहरू र तिनमा लुकेका ऐतिहासिक तथ्यहरूलाई अलिकति केलाएर हेरौँ। एउटा कुरा के प्रश्न पारौँ भने यी मान्यताहरू हावामा फैलिएका केवल किम्वदन्तीहरू मात्र पक्कै होइनन्। आजभन्दा शताब्दीौं अघि अर्थात् 12औं शताब्दीमै न्याङरेल निमा ओजेरले लेख्नुभएको पद्मसम्भवको जीवनी कथाङ जाङलिङमामा यी गुफाका घटनाहरू स्पष्ट रूपमा रेकर्ड गरिएका छन्। यसको मतलब यसको ऐतिहासिक जरा धेरै गहिरो छ र आजको यो आधुनिक समयसम्म आइपुग्दा पनि हिन्दू, बौद्ध र किरात लगायतका धेरै धर्मावलम्बीहरूका लागि यो उत्तिकै ठूलो आस्था र श्रद्धाको केन्द्र बनेर उभिएको छ। र अन्तमा
यी विभिन्न मिथकहरू र परम्पराहरूको अद्भुत सङ्गम कसरी हुन्छ त? यहाँनिर विचार गर्नुपर्ने मुख्य कुरा के छ भने नि, यी दुवै परम्परालाई एकै ठाउँमा राखेर हेर्दा कस्तो गजबको अर्थ निस्किन्छ। एकातिर हिन्दू परम्परामा भगवान शिव विनाशबाट बच्नको लागि यही पृथ्वीको गहिराईमा गएर लुक्नुहुन्छ, अनि अर्कोतिर बौद्ध परम्परामा गुरु पद्मसम्भव त्यही गहिराईमा गएर मृत्युलाई नै जित्नुहुन्छ। एउटै गुफा, तर एउटाका लागि सुरक्षाको अभेद्य कवच अनि अर्कोका लागि अमरत्व प्राप्त गर्ने प्रयोगशाला। कस्तो अचम्मको संयोग होइन त? त्यही भएर हलेसी मारुतिका गुफा केवल ढुङ्गा माटोको एउटा भौगोलिक स्वरूप मात्र होइन, यो त प्राचीन रहस्य र अमरत्वको खोजीको एउटा जिउँदो प्रमाण हो। अब एउटा प्रश्नमा विचार गरौँ, यदि एउटै ढुङ्गे गुफाले देवता र मानव दुवैको अस्तित्वका यति ठूला रहस्यहरू पूर्ण रूपमा सुरक्षित राख्न सक्छ भने यो पृथ्वी मुनि नदेखेका र नबुझेका अरू कति धेरै गहिरा सत्यहरू हामीलाई पर्खिरहेका होलान्। साँच्चै नै सोच्न बाध्य बनाउने कुरा छ नि, होइन र?